चाहिँ रियाक्सन भिडियो ब्रोकर इन नेपाल ट्रिपल फोर चाहिँ दाइहरूले चाहिँ एउटा चाहिँ बबाल भिडियो चाहिँ बनाएर चाहिँ ल्याइसक्नु भएको रहेछ। सो आज चाहिँ हामीले त्यो भिडियो हेरौँ न कस्तो रहेछ हेरौँ न सबैजनाले चाहिँ। दाम त एकदमै सस्तो छ नि हजुर, जम्मा 1,10,000। 1,10,000 ल ठ्याक्कै स्क्यान हाल्नुस्, म ढ्याक्कै तपाईलाई क्युआर गरिदिइहाल्छु। 1,10,000 ए हजुर क्युआर। बाइक किनबेच हुन लागिसक्यो अनि मलाई खबरै छैन। कोस र तँलाई बोलाउनु पर्ने, न बापट्टिको न आमापट्टिको। ब्रोकर न बाबुपट्टिको न आमापट्टिको है गाइस। सबै मान्छेले पाउँछन् बदनाम, आई मिन सम्मान। बाइक किन्ने चाहिँ तपाईँ हो? मैले किन्न लागेको। कतिमा किन्न लाग्नुभयो? 1,10,000 मा। 1,10,000 अब यस्ता कबाडलाई 1,10,000 मा किन्न लाग्नुभयो? त्यता म 90,000 मा मिलाइदिन्छु। कति दिनुहुन्छ मलाई? 90,000 मा। ल 90,000 मा मिलाऊ, तिमीलाई 10,000 दियो। ल पक्का ढुक्काउ। ल हजुर, बाइक लिने पक्का पक्की भयो। उहाँ चाहिँ मेरो आफ्नै काकाको छोरा। आफ्नै काकाका छोरा जस्तै। अब उहाँले चाहिँ नि तपाईँको बाइकलाई 90,000 मात्रै हाल्छु भन्नुभएको छ है। 90,000 मा कसले देला र? म त दिन्न। त्यही त भने तपाईँको 90,000 हेरौँ पैसाको लास्ट इमर्जेन्सी होला नि। केही इमर्जेन्सी छैन मसँग। सोच्नुहोस्, तपाईँको बालाई क्यान्सरको तत्काल औषधि गर्नुपर्ने छ कि? मेरो बुवा चिन्ता गर्नुहुन्छ, केही छैन त्यस्तो। सोच्नु सोचिसके यार, 90,000 देऊ लैजाऊ। ल कुरो मिल्यो। ल 90,000 पक्का पक्की है त। ल म 90,000 ल्याउनु त म ड्याङ्गै हालिदिइहाल्छु क्युआर मा। फेरि 90,000 पनि हुँदैन होला सायद। 90 बाट फेरि 10 खान पर्दैन। 90 हाल्न लाग्यो। 20 त मैले अब 80 मा हुन्छ। 80 मा 80 नै गराउँछु, मजाले गराउँछु, आम्मा कसम गराउँछु। तपाईँ चित्त लाग्ने 20 मेरो हुनु पर्यो। आम्मा कसम गराउँछु है दलाल भइसक्यो। ठाउँको ठाउँ 20,000 खाइदेऊ। खाइहाल्छु, चित्त लाग्ने। तपाईँले जस्तो भने बाइक आयो होइन, लाउँनुहोस्। 80 है। ल हजुर, हाम्रो कुरा भइसक्यो। उहाँ चाहिँ मेरो आफ्नै ठुलबाको छोरा, आई मिन मेरो काकाको आफ्नै छोरा कि। अब उहाँले यो बाइकलाई हाल्न सक्ने भनेको मात्र 80,000 हजुर। यार म 80,000 त दिन्ने यार, मेरो ज्यान जाल म बाइक दिन्ने यार। सोच्नुहोस्, तपाईँका साना साना बच्चाहरूले हातको लागि तड्पिरह होला। मेरो त बिहे भएको छैन, म सिङ्गल छु यार। सोच्नुहोस्, बिहे नगरे मान्छेलाई हेर्छ बच्चा बच्ची होला भनेर त्यत्तिकै गखान दिइरहेको भाइ। 80,000 मा। एकछिन। गाह्रो छ गाह्रो। ल हजुर, उहाँ चाहिँ मेरो नातामा आफ्नै साला पर्नुहुन्छ, मतलब साला जस्तै। कस्तो नेट नचल्ला। अब उहाँले यो बाइकलाई हाल्न सक्ने भनेको अन्तिम अहिले क्युआर गरिदिने रेट भनेको मात्र 10,000। मात्र 10,000।
या गाइस आजले त मार्ने भयो त साला आज दलालले यस्तो गर्यो आयो छोरा यस्तै हो अमेरिका अब जापान जाने हाम्रो भाग्य छैन इन्डिया जान्छ हो नि ए अमेरिका अस्ट्रेलिया जाने हो अरे म छु त जाने, यार जाने। चिन्ता किन गर्छौ म पठाउँछु त्यही तिम्रो त। छोरालाई अमेरिका अस्ट्रेलिया चल आऊ मलाई नि पठाइदिनु न याद दाइ अमेरिका अस्ट्रेलिया तपाईँ अब ढुक्क हुनुहोस् काका तपाईँको इन्डिया जान लागेको छोरो सिधै अब अस्ट्रेलिया हुन्छ अस्ट्रेलिया इन्डिया जान लाग्छ त सिधै अस्ट्रेलिया छोरो इन्डिया जाने भनेको रेडी थियो अब तपाईँले अस्ट्रेलिया भनेपछि त ओहो धन्य तपाईँ चाहिँ धन्य प्रभु धन्य टेन्सन लिनुपर्ने कुरा केही छैन काका बाबुले साइन्सबाट +2 गरेकै होला नि क्यारे होइन ए बा साइन्स पनि के हो गणित के गणित त्यही गणित के बाबुले साइन्स गरे अनि कहाँ साइन्सबाट साइन्सबाट गणित हो है गणित ठिक छ आत्तिनु पर्ने कुरै छैन त्यही त भने केही छैन कि अस्ट्रेलिया पुगेको छ कुल भएर गयो वाला के अस्ट्रेलिया नपुग्ने हुन्छ र बाबु बरु तिम्रो जिपिए चाहिँ कति थियो नि +2 मा सर मेरो जिपिए +2 मा 1.95 थियो सर अझ मेजर विषय कुन हो भन्नु न मेजर संस्कृत डुबाए म्यानेजरलाई नातिस तपाईँको छोरालाई जसरी भए पनि मैले अस्ट्रेलिया पठाउँछु भनेको छु नि काका जसरी भए पनि तपाईँ पठाउनु नातिस हामी तान्न तुन्न अग्रम बग्रम गरेर भए पनि तपाईँको छोरालाई अस्ट्रेलिया पठाउँछौँ बरु लगानी चाहिँ कति जति छ होला तपाईँहरूसँग अब छोरो अस्ट्रेलिया जाने भनेपछि टेन्सनै भएन नि बाबु अब लगानी त तान्न तुन्नु यता गाउँबाट खोजखाज गर्ने गाउँमा इज्जत छ पाइहालिन्छ के नि कति लाग्छ लगानी चाहिँ ठिक छ अब गाउँबाट तान्न तुन्न गर्नुहुन्छ भनेपछि त म लगानी भनिदिइहाल्छु नि लगानी त्यही सामान्य तपाईँको 50% लाग्ने काम हुन्छ डुबाए म्यानेजरले है ठिक छ अब तपाईँलाई मैले तलबाट ल्याएर आएको पठाउँछु भनिसकेपछि त पठाउनै पर्यो होइन तपाईँको लागि 45 सम्म गरिदिउँला नि त्यही त 45 गाह्रै होला बाबु नहातिनुहोस् अब तपाईँलाई पठाउँछु भनिसक्यो त पठाउनै पर्यो ल लास्ट पठाउनै पर्यो होइन गाई 35 लाख सरी हुन्छ पठाउनै पर्यो अस्ट्रेलिया बाबुको सपना सपना त्यो 35 मा सकिन्न बा गाह्रो छ यस्तो 25 लाख योभन्दा घट्दैन फाइनल 25 मा पनि गाह्रो छ बाबु तपाईँसँग छ चाहिँ कति या त्यो खेत बेचेपछि त त्यही 2-2.5 लाख आइहाल्छ बाबु 2-2.5 लाख हाँ मुंबई वाले भाई साहब क्या हाल बढ़िया अरे 2 आदमी पड़े इधर यार तुम यार वो ले जाओ यार बम्बई पे यार काम करने के लिए यार 2 आदमी भेज रहा हूँ भाई ठीक है रखो डुबाए या आउट आउट के बाबु त्यस्तो त लगाउन राखी म जग्गाको बेचबाच भएर नि पठाउँछु नि अस्ट्रेलिया जाने कुरामा त त्यही त भने बस ठीक छ बस ल अस्ट्रेलिया जाने पक्का पक्की भयो जग्गा बेच्छु भनेपछि त अब तपाईँको जग्गाबाट चाहिँ कति आउँछ होला ट्याक्क अनुमान गरेर भन्नुहोस् त अब हामीले अब गाउँमा तान्न तुन्न पार्न सक्ने भनेको त्यही गाउँबाट तानतुन पार्यो 2-2.5 लाख हो बाबु म्यानेजर फायर भयो त्यो यस्तै भिडियोहरू चाहिँ हेर्नको लागि चाहिँ हजुरले चाहिँ मेरो च्यानललाई चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब पनि गर्दै गर्नु होला कमेन्ट पनि गर्नु होला कस्तो छ भिडियो